चाहिँ आज कहाँ है मेला हो। नमस्ते, धेरै धेरै अभिवादन। आज यो माघे सङ्क्रान्तिको शुभ लक्ष्यमा हामी यहाँ गण्डकीमा मुठी चढाउन आएको। हाम्रो बुहारी, हाम्रो जान परिवारहरू सबै यो आमा बाबा पितृहरूलाई यहाँ मुठी चढाउन आएको। यहाँ धेरै धेरै रमाइलो पनि छ अनि धेरै धेरै यहाँ ऊ पनि पाइन्छ, आफ्नो पितृदेवहरूको आशीर्वादहरू पाइने। अनि सबै यहाँ रामघाटमा सबै यहाँ आछन् चढाउनको लागि। यो के अरे ढुङ्गे साउ सीता पाइला भन्छन् यो जग्गाको नाम। यहाँ सबै आफ्नो मातापिता पितृदेव सबैको लागि यो मुठी चढाउन आउँछन्। आज माघे सङ्क्रान्तिको शुभ धेरै धेरै शुभ हुन्छ भनेर सबै अभिवादनहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूले सबैले हेरिदिनु होला। यो हाम्रो रुकु राई बुहारी, यो हाम्रो विष्णु थापा को अरे मेरो भन्ने यो मेरो साक्कै बुढी हो। पानी नै चल्दैन रहेछ। मम्मी के भन्छ अरे यहाँ? सीता पाइला भन्ने ठाउँ। बस आवाजै सुनिन्न यहाँ बसेर। भजन हेर न, सङ्लो पानी हो माथि हेर, सङ्लो पानी छ। पानी पनि कस्तो हरियो हरियो जस्तो नि मम्मी। यो घाँस सेतो होला अनि घाँसले हरियो देखेको होला नि। होइन, पानी नै त्यस्तो हरियो। ए हामीले ल्याएनौँ। कपडा लिएर आएर यहाँ पूजा गर्ने ठाउँ बनाउँदै हुनुहुन्छ बाबाले। भित्रबाट चाहिँ पानी बोकेर आइरहेको छ। सेती पाइला यहाँ चाहिँ हामी 3 जना पूजा गर्दैछौँ। बाबाले मलाई पूजा गर्न सिकाउनु हुँदैछ। यस्तो यस्तो बनाइसकेछु गर भन्नुहुँदैछ बाबाले पनि।
हाम्रो पूजा नि सक्यो अनि हामीले भगायौँ अनि ढोक्यौँ हेरिपठायौँ। पूजा चाहिँ सकिएको अवस्था छ लगभग। हामी चाहिँ घर जाने। फाइनली हामी चाहिँ घरतिर हिँडेको। पूजा सकियो अरे। खोइ बाबाको सुज ए टाढैमा छोडी आउनु भएको बाबा छ बाबा मसँग मन बाबाले दिनुभएपछि भइहाल्यो नि मैले आज माघे सङ्क्रान्ति अनि सबै अभिवादनहरूलाई नमस्कार छ। आज माघे सङ्क्रान्तिको दिनमा हामी यहाँ पितृदेवको पितृहरूको यो मुठी चढाउन आएको। माघे सङ्क्रान्ति उपलक्ष्यमा सबैलाई शुभकामना छ। अनि अघि हामी आउँदाखेरि हामीले यहाँबाट सुरु गरेका थियौँ, अहिले चाहिँ समाप्त गरौँ भनेर अनि फेरि यहाँ खडा भएर यसो सबैलाई अभिवादन गरेर ल नमस्कार छ अनि धन्यवाद छ। हामीले यहाँ अब निप्टाइयो, अब हिँड्यो घरतिर। पूजा सकेर घर फर्क्यौँ हामी तिनजना। त्यो आएको भ्यू पोइन्ट हो क्या यसलाई भन्ने। त्यही डाँडामा आए जस्तो लाग्यो क्या। धेरै टाढा छ। चौतारी रहेछ यहाँ त। अब हामी त्यहाँ खाजा खानु। आजलाई यति नै। बाई बाई। फेरि भेट।